नमस्कार सम्पूर्णमा मैले बनाएको परदेश अस्पताल रिलेटेड पहिलो र दोस्रो भिडियो हेर्नुभयो हैन त हजुरहरू त्यसमा कमेन्ट गर्ने पोजिटिभ नेगेटिभ कमेन्ट जसले गर्नुभयो उहाँहरूको लागि धेरै धेरै धन्यवाद हजुरहरूको लागि यो भिडियो पनि पुरा हेर्नुस् है त एउटा उदाहरणबाट सुरु गर्छु है। म काम विशेषले जुम्ला गएको थिएँ 5 दिनको लागि। म पिरियड भएँ। त्यहाँ अझै पनि महिनावारी हुँदाखेरि गोठमा सुत्नुपर्ने बाध्यता छ। गोठमै सुत्न नपरे पनि महिनावारी हुँदा सुत्न बनाइएको मेरो आफन्तको घरको एउटा कोठामा म सुतेँ। तेस्रो दिनमा राति सपना देखेँ। मेरो जीवनमा घटेको नराम्रो घटना महिनावारी नबारेकै कारणले घटेको सपनामा मैले देखेँ। भोलिपल्ट उठेँ। एकछिन सोचमग्न भएँ। किन थाहा छ? आध्यात्मिक कुराहरूमा चासो छ, आस्था छ, विश्वास छ। तर पनि म महिनावारी बार्दिनँ। तर पनि म त्यो समाजमा 5 दिनको लागि मात्र जाँदाखेरि पनि मेरो सपनामै त्यस्तो सोच आयो कि मैले महिनावारी नबारेकै कारण मेरो जीवनमा घटेको घटना भएको त होइन। एकछिन समाजतिर फर्केर हेरेँ। 5 दिनमा मान्छेको मनस्थिति यसरी परिवर्तन भएर म सपनामा त्यो कुरा हो कि भन्नेसम्म पुगेँ भनेपछि परदेश अस्पतालप्रति हजुरहरूको धारणा पनि त्यस्तै भएको त होइन? 2-4 जना मानिसले राम्रो छैन, सेवा सुविधा छैन भनेको सुन्दा हजुरहरूको मनस्थितिमा पनि त्यही छाप परेको त होइन? अरूको कुरा सुनेर होइन, एकपटक आफै मूल्याङ्कन गर्नुहोस्। अनि मैले अस्ति राखेको भिडियोमा नकारात्मक कमेन्ट गर्नेहरूको लागि यो एउटा रियल स्टोरी पनि हेर्नुहोस्। उहाँ श्रीमान श्रीमती डोल्पाबाट 19 हप्ता 5 दिनको बच्चा फाल्न परदेश अस्पताल आउनुभएको। किनकि उहाँहरूको घरमा अलरेडी 4वटा बच्चा थिए र उहाँहरू डोल्पाबाट डाक्टर अखण्डले रिफर गर्नुभएको थियो। अझ हजुरहरू भन्नुहुन्छ रिफरल सेन्टर होइन भनेर। हजुर चाहिँ के को लागि आउनुभएको त यहाँ? म चाहिँ अब खासै मेरो बुढी अब प्रेग्नेन्ट होइन, प्रेग्नेन्ट हुने भयो अनि अब म डोल्पा हस्पिटलबाट खासै उतै गर्छु भन्ने मेरो विचार थियो। कति 5 महिना के कति 19 हप्ता कति कटिसकेपछि त्यहाँ नमिल्ने भएर नभएर अनि अखण्ड सरले चाहिँ अब त्यहाँ उपचार गर्दाखेरि अब यहाँ सुत्केत हाम्रो परदेश हस्पिटल राम्रो छ, त्यहाँ जाऊ त्यहाँ उपचार हुन्छ भन्नु खोज्नुको। खासै अब एउटा दुईवटा भए त हामीलाई त 2-4वटा चाहिन्थ्यो। 4वटा भइसक्यो। अब 4भन्दा त 5वटा त गर्न सकिन्न किनकि हामी फेरि गरिब परिवारको मान्छे हो होइन, खासै हुने खाने पनि होइन। त्यही भएर यसो हुन्छ कि भनेर यहाँ सुर्खेतसम्म आयो। त्यही उपचार होस् भन्ने मेरो चाहना हो, त्यति हो। डोल्पाबाट यहाँ आउनुभएको? डोल्पाबाट। बच्चा कतिवटा छ अरे हजुरको? मेरो अहिले 2टा छोरा 2टा छोरी छन्। त्यति नै हो। पावर र पहुँच हुनेको लागि भन्नुभयो। डोल्पाको दुर्गम ठाउँबाट पहिलोपटक गाडी चढी सुर्खेत आउनुभएको। बाहिर बस्न पैसा अपुग भएर उहाँलाई भर्ना गरी बेडको व्यवस्था पनि गरियो। खाना हस्पिटलको क्यान्टिनमा दियो। अब भन्नुहोस् त उहाँहरू कसरी पावर र पहुँचको बिरामी हुनुभयो? अनि तपाईँले भोलि बिहानबाट यो औषधिहरू 4-4 घन्टामा खानुपर्छ। अहिले चाहिँ यो औषधि भोलि बिहानदेखि तपाईँले यो औषधि 4 घन्टा भने भोलि बिहान खाएर त्यसपछि 4 घन्टामा भोलि तपाईँले हामीले यहीँ भर्ना गर्छौँ, यहीँबाट यहीँ दिन्छौँ औषधि। यो औषधि अहिले खानु है। यसले के काम गर्छ अनि भन्नु त? पाठकहरूबाट छुट्याउने काम गर्छ। छुट्याइदिन्छ र मार्ने काम गर्छ है यो औषधिले। अब तपाईँले यो औषधि खान्छु मन्जुर छु भनेर सही गरिसक्नु भएको छ होइन? सबै कुराको जानकारी भइसकेको छ है। दक्ष कर्मचारी छन् भन्ने कुरामा अझै अविश्वास खडा गर्नुभयो। उहाँ हुनुहुन्छ डाक्टर अमित सिंह। उहाँलाई हेर्नुहोस् त, विभिन्न अपर्च्युनिटीका बावजुद पनि उहाँको न घर यहाँ न केही, छोरी श्रीमती अमेरिकामा। तर पनि हजुरहरूकै सेवाको लागि भनेर कर्णालीमा विगत 10 वर्षदेखि सेवा दिँदै हुनुहुन्छ। उहाँ त एउटा इक्जाम्पल मात्रै हो। उहाँ जस्ता धेरै डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीहरू सेवाभावका साथ यही परदेश अस्पतालद्वारा कर्णालीका जनताको सेवा गर्नको लागि तल्लीन हुनुहुन्छ। यो सबै कुराहरू केलाउँदाखेरि मलाई चाहिँ सोच परिवर्तनमै कुरा अड्किएको हो कि जस्तो लाग्यो। हजुरहरूलाई चाहिँ के लाग्यो कमेन्ट गर्नुहोस् है। थ्याङ्क्स फर वाचिङ। बाई बाई।